हेलो गाइज, आज मेरो मम्मीले माछा पकाउने बाला होइसिन्छ। यहाँ हेर्नु, कुन्ने हाम्रो पोखरीमा 3टा पोखरी छ। त्यहाँ एउटा पंगस माछा पनि हाल्छ। मलाई त लाग्छ कि कमरकार पंगस पनि हालेको छ भनेर। कहिले त यो काटेको थियो भने नि, काटेको थियो भनेछु। अस्ति नै नि हाम्रो पोखरीबाट सेकेन्ड ठुलो पोखरीबाट यो माछा पाएको। हेर्नु होला गाइस, मेरो मम्मुले अब यहाँ हर्दी हालिछ। अब मोलिसिँदैछ माछाहरू। यहाँ केहरू माछा छ, कालो सेतो। हेर्नु एउटाको टाउको कत्रो ठुलो छ। अब मेरो मम्मुले खोर्सानी हालिछ। मेरो बाबालाई किनभने पिरो मनपर्छ क्या, त्यही भएर। हेर्नु यहाँ टाउको यसको कत्रो ठुलो छ यो माछा क्या। तर के भन्नु, शरीरहरू बेचिहाल्यौँ। अब अनि मेरो मम्मीले खोर्सानी मोलिसिँदैछ। हजुर पनि खाने भए खानु होला। हेलो गाइज, अब मेरो मम्मीले तेल हाल्नुभयो माछा तार्नको लागि। किनभने आधा हुस्सा नै हुस्स्याएको छ। हेर्नु होला, हेर्नु हाम्रो, हेर्नु। अब मेरो मम्मीले तेल हाल्नुभयो गाइजहरू। अब माछा हालिन्छ कि नुनहरू, प्याजहरू, अदुवाहरू पनि छ, त्यो हालेर मोलिसिन्छ। अनि धनिया पनि छ कि। अनि यहाँ तेलहरू, यहाँ चुलामा माछा पकाइन्छ। अनि यहाँ एउटा कालो कराई छ। अब मेरो मम्मू माछा हालिदिन्छ होइन। हालिन्छ मम्मूले माछा। तिरबल काल हाल्नु हुँदैछ, पंगस हाल्नुभयो। माछा पकाइरहेछ। अब यहाँ मम्मीले माछा हालिसकेको छ कि। गाइजहरू माछा पाक्दैछ। अब गाइजहरू, हजुर म एउटा गीत गाएर देखा। रेशम भिरी उडेर जाऊ कि डाँडामा जाने